म आफ्नो ककहरू सुम्मा फाइनली अब चाहिँ हामी चाहिँ जाँदैछौँ। रेडी गरिसकेँ। झोलामा चाहिँ के छ भन्दाखेरि तपाईँ यो दुइटा चाहिँ ऱ्याकेट छ होइन, यसभित्र चाहिँ खेल्ने कक छ है, कक लिएर बाहिर पनि छ। हामी चाहिँ खेल्नको लागि कक रेडी पारिसक्यौँ। यो ककलाई चाहिँ गेम भनेको चाहिँ गुल्मी झोला रेडी पारिसकेपछि चाहिँ हाम्रो यो बसन्तीमा हामी चाहिँ यात्रा गर्छौँ। यो यात्रा चाहिँ हाम्रो खर्जुङसम्मको हुनेछ। अनि हाम्रो आज बिहानीको मिरमिरसँगै आज चाहिँ घाम हल्का लागेको अनि हाम्रो राइडर चाहिँ दाइ हुनुहुन्छ। दाइको पछाडि चाहिँ म बसेर यसरी चाहिँ हामी यात्रा सुरु गर्छौँ। माथि चाहिँ घाम लागेको थियो, यहाँ चाहिँ अलि हामी चाहिँ तल आइसकेको छौँ। तल चाहिँ यहाँ चाहिँ तुवालो लगाएको रहेछ, अलि चिसो छ। अनि यहाँ आधाहरू चाहिँ कथारिएको, अनि शरीरमा पनि अलिकति चिसो फिल भइरहेछ। अब अरू त बिस्तारातिर सबैजना अब सुतिरहेको होला अहिले। यतिखेर हामी चाहिँ अहिले चाहिँ गेम खेल्ने जोसमा चाहिँ अब हामी चाहिँ गुल्मी खर्साङतिर झरिरहेको छौँ। अनि यहाँदेखि यो चाहिँ बल्कोटदेखि चाहिँ यहाँ तल झर्ने बाटो चाहिँ पिच छैन होइन, कच्ची बाटो हो। कच्ची बाटो भए पनि हामी चाहिँ सङ्घर्ष गरिरहेका छौँ। झरेको छ यस्तो कच्ची बाटो पनि, चिप्लो छ बाटो चाहिँ। त्यही पनि गेम चाहिँ खेल्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी तल झरेको। अनि यहाँनिर चाहिँ अब पुरै दुवालो लगाएर चाहिँ बाटो चाहिँ हल्का हल्का देखिन्छ। अनि एउटा दिदीको पसलमा चाहिँ हामी चाहिँ चिया खानको लागि बस्छौँ। अनि दिदीले चाहिँ हामीलाई चिया ल्याइदिनुहुन्छ। अनि चिया खाइसकेपछि चाहिँ हामी चाहिँ गेमको लागि चाहिँ खर्साङ बजारदेखि थोरै माथि चाहिँ त्यहाँ सानो ग्राउन्ड छ कुनामा, त्यहाँ चाहिँ हामीले ग्राउन्डमा चाहिँ गेम खेल्न चाहिँ पस्छौँ। अनि त्यहाँ गएर हामी चाहिँ मजाले गेम खेल्छौँ है, साथीहरूसँग मजाले रमाइलो गर्छौँ होइन। साथीहरू पनि एकदम रमाइलो तरिकाले खेल्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो चाहिँ एकदम सिनियर दाइहरू हुनुहुन्छ क्या, यहाँ गेम चाहिँ अलि राम्रो खेल्ने दाइहरू हुनुहुन्छ। अनि उहाँसँग चाहिँ हामी चाहिँ दुईजना साथी र म चाहिँ अब विपक्ष भएर चाहिँ खेल्न बस्यौँ। अनि खेल्दाखेरि चाहिँ त्यति साह्रो नराम्रो चाहिँ भएको छैन है, गेम चाहिँ राम्रै भएको छ। तर एक सेट चाहिँ दाइहरूले खानुहुन्छ, तर हामीले जित्न सकेको छैन होइन। त्यही भएर चाहिँ गेम चाहिँ राम्रो हुन्छ कि एक सेट चाहिँ उहाँहरूले खाएर चाहिँ हामी चाहिँ ग्राउन्ड चेन्ज गऱ्यौँ होइन। एकदम राम्रो के गेम। अब यसमा चाहिँ विशेष गरी अब ब्याडमिन्टनमा चाहिँ अब तपाईँको ब्याडमिन्टनमा चाहिँ विशेष गरी बेस र अनि प्लेस चाहिँ अलिक अनि ब्याडमा पार्न सक्यो भने चाहिँ एकदम राम्रो तरिकाले खेलिँदो रहेछ है। अब म पनि भर्खर सिक्दै हो होइन, त्यति राम्रो त छैन होइन। त्यही पनि गेमलाई चाहिँ अझै राम्रो बनाउने प्रयास गर्दैछु होइन। अनि हामी चाहिँ यहाँ दुईजना साथी र म चाहिँ खेलिरहेको थियो। अनि यहाँ चाहिँ म चाहिँ प्लेस गर्नको छु होइन, स्लो मोसनमा चाहिँ मैले बनाइरहेको छु। अनि स्लो मोसनमा मैले चाहिँ प्लेस गरेर हुन्छ। अनि उता चाहिँ अर्कोजना आएर चाहिँ उता विपक्षले चाहिँ मजाले उठाइदिनुहुन्छ क्या। अनि उहाँले चाहिँ उठाएर पनि अनि पछि चाहिँ आउट फाल्नुहुन्छ है उहाँले चाहिँ मजाले कक चाहिँ अनि आउट जान्छ, नम्बर चाहिँ हाम्रोमा हुन्छ। तर मजाले के राम्रोसँग हाम्रो चाहिँ गेम चाहिँ एकदम के कम्पिटिसनको तरिकाले गर्थ्यो होइन। दाइहरूसँग खेल्दा पनि अब सिनियर दाइहरूसँग एकदम इन्ट्रेस्टिङ रमाइलो हुन्छ है। अब हामी त भर्खर सिक्दै भएको मान्छेलाई त जति ट्यालेन्टसँग खेल्यो त्यति राम्रो हुने हो गेम चाहिँ होइन। त्यही भएर चाहिँ हामी चाहिँ अब ठिक हामी चाहिँ दुईजना साथी र म चाहिँ लगभग बराबरै खेल्थ्यौँ। अनि उहाँहरू म चाहिँ अब अर्को विपक्ष परेर अनि त्यसरी खेल्दै थियौँ। तर गेम चाहिँ एकदम राम्रो तरिकाले राम्रो अब चिसोमा पनि हेर्नु न उहाँले चाहिँ अहिले सेन नलाएर चाहिँ गेम खेल्नुभएको छ होइन। यहाँ चाहिँ म चाहिँ सर्भिसमा चाहिँ म थिएँ। अनि म चाहिँ अब सर्भिस गर्दै थिएँ। अनि मजाले एकदम राम्रो उहाँले राम्रो गराउनुहुन्छ होइन। एक सेट चाहिँ अब यहाँ गेम चाहिँ खाइसक्नु भएको छ होइन, एक सेट उहाँले खानुभएको छ, हामीले पनि एक सेट चाहिँ खाएको हो होइन। अनि लास्ट फाइनल चाहिँ उहाँहरूले जित्नु भयो होइन।
त्यति नराम्रो अङ्क पनि होइन, अब कम्पिटिसनकै हिसाबले गर्थ्यो नम्बर पनि राम्रो तरिकाले राम्रै खेल भएको थियो। अनि हावा पनि यहाँ खासै लाग्दैन होइन, कभर हलमा जस्तो त हुँदैन, त्यही पनि त्यति साह्रो चाहिँ हावा लाग्दैन यहाँनिर चाहिँ खेल्न ठिकै छ। अब हामी सिक्नेहरूलाई त यत्तिको ग्राउन्ड भएपछि अब यहाँ खेल्नु र कभर हलमा खेल्नु त फरक परिहाल्छ। त्यही पनि अब कभर हलमा चाहिँ हप्ता दिन जति कभर हलमा पनि हामी चाहिँ रेगुलर गयो भने चाहिँ हामी चाहिँ राम्रै खेल्न सक्छ। तर कभर हल चाहिँ हाम्रो यहाँदेखि चाहिँ अलिक टाढा पर्ने भएर चाहिँ हामी कभर हल जान सकेन। अब यहाँदेखि अब त्यहाँसम्म जाँदाखेरि त 15-20 मिनट लाग्छ होइन, यो गुल्मी खर्जाङ पुग्दा हामी चाहिँ यहाँ छत्रदेव बलकोटबाट अब रिडी खर्जाङ गुल्मी पुग्दाखेरि त अनि 15 मिनट लाग्ने भयो।